लु भन्नुस् हामीलाई राष्ट्रपति किन चाहिए? दलको एउटा मान्छेलाई करोडौँको गाडी चढाउन कि राष्ट्रपतिको विलासी सवारीमा जनतालाई शास्ति दिन? अब यो सेतो हात्ती पाल्ने प्रथा बन्द गरौँ। म एउटा यस्तो नेपालको परिकल्पना गर्दैछु जहाँ यो देशको कार्यकारी प्रमुख अर्थात् देश चलाउने प्रधानमन्त्री बालेन शाह हुन्, जससँग भिजन छ, जससँग एक्सन छ र जसले काम गरेर देखाइ पनि रहनु भएको छ र त्यही देशको सर्वोच्च स्थानमा राष्ट्रपतिको कुर्सीलाई हटाएर हाम्रो माटो संस्कृति र इतिहास बोकेको राजा हुन्। सोच्नुस् त यो कस्तो कम्बिनेसन होला? एकातिर काम गर्ने कडा र जुझारु प्रधानमन्त्री भने अर्कोतिर विवादभन्दा माथि उठेको देशलाई एक ढिक्का राख्न सक्ने स्थायी अभिभावक। अहिले समस्या के छ? बालेन जतिसुकै बलियो प्रधानमन्त्री बने पनि माथि बस्ने राष्ट्रपतिले दलको इसारामा खेल खेलिदिन सक्छन्, कुनै पनि बेला अध्यादेश र दाउपेचको चक्रव्यूहमा फसाइदिन सक्छन्। तर यदि राष्ट्रपति होइन संवैधानिक राजा हुने हो भने राजाको कुनै पार्टी हुँदैन, राजाको कुनै भोट ब्याङ्क हुँदैन। त्यसैले राजाले बालेन जस्तो काम गर्ने प्रधानमन्त्रीलाई राजनीतिक षड्यन्त्रबाट जोगाएर 5 वर्ष ढुक्कसँग काम गर्ने सुरक्षा कवच दिन्छन्। हामीलाई राजाको निरङ्कुश शासन चाहिएको होइन, फेरि हामीलाई त बालेन जस्तो कडा शासकलाई काम गर्न दिने एउटा स्थायी र सुरक्षित सिस्टम चाहिएको। त्यसैले अबको माग सिधै हुनुपर्छ, रिप्लेस द प्रेसिडेन्ट। पार्टीको फेरो समातेर आउने राष्ट्रपति होइन, नेपालको गौरव बोकेको राजा, नेपालको माटोमा काम गर्ने बालेन चाहिएको छ। के यो नै नेपाललाई संसारकै शक्तिशाली देश बनाउने वास्तविक फर्मुला होइन र? सोच्नुस् त, दलको छाया परेको राष्ट्रपति कि बालेन र राजाको यो ऐतिहासिक जुगलबन्दी?